धमाधम खाइ धमाधम खुवाइ हुँदैछ दिलकुमारी मिठो लाग्यो खाना यता ज्वाइँलाई मिठो लाग्यो अलिक चित्त भएपछि अलिक धेरै आउँदाखेरि हजुरलाई कस्तो लाग्यो खाना मिठो छ एकदम भेरी नाइस भेरी गुड हो एकदम भेरी नाइस आई लाइक हियर मान्छेहरुकोबाट होला ल हजुर मजाले निकाल्नु यहाँ मैले चिकन पकाएर ल्याएको अनि खिर बनाएर ल्याएको है कमेन्ट गर्नु होला हजुर खिर त बेस्ट हुन्छ नि त फेरि सबैभन्दा दामी आज चाहिँ हाम्रो फादर्स डे को सेलिब्रेसन छ चर्चमा अनि सबै फादर्सहरूलाई चाहिँ हामीले घरबाट खाना बनाएर ल्याएको छ ब्रिङ एन्ड सेयर गरेको आज चाहिँ सधैँ मदर्स डे मनाउँछ आज चाहिँ हामीले फादर्स डे मनाइदिएको तिम्रो नाम के हो त के हो तिम्रो नाम नितु हो नितुले त के हो उस मात्रै खाएको छ त खिर मात्रै खायो भात खाएन नितु तिमीले खायो त्यस्तो भन्नु हुँदैन त्यस्तो गर्नु हुँदैन कस्तो भएछ खाना राम्रो छ अब एकछिन म पनि जानु पर्यो खानु हजुर ए हो ल हुन्छ ठिक छ कस्तो छ खाना मिठो छ हेलो गाइस हेलो वेलकम टु द जमिसी सबैजनालाई लाइक कमेन्ट सब्स्क्राइब हान्दिनु दिदीको च्यानलमा त्यही हो त्यति मात्रै तर यसले गर्दैन लाइक गरिरहेको हुन्छ त म सब्स्क्राइब गर्नु पर्दैन हैन सब्स्क्राइब गर्नु नबिर्सिनु अनि सब्स्क्राइब गर्नु पर्दैन तर भ्यू मात्रै बढाइदिनु भ्यू बढाइदिनु त्यो पनि हो भ्यू चाहिँ दामी भ्यू आए पनि दामी हुन्छ ओ हेलो सरी इज नट रेडी के भन्न चाहनुहुन्छ हजुरले खानाको बारेमा जयमेसी सबैलाई आफ्नै खुसी सरी अनि हामी हैन वी आर सेलिब्रेटिङ फादर्स डे अनि यस्तो दामी डिलिसियस फुड दिदीले बनाएर ल्याइदिनु भएको छ घरमा यहाँ चर्चमा यो खाना तिमीले के बनायो त मैले भात बनाएँ कस्तो हार्डवर्क गरेको नि मैले यस्तो कस्तो मिठो छ डिलिसियस छ अनि यता रञ्जितले के भन्न चाहन्छ दामी छ आउनु होला हामी पनि तपाईँहरूलाई पनि दिन्छु आउनु खानु एके ललित गुरुङ एन्ड दिदीको च्यानलको नाम के हो प्रीति निलम भाउजू दिदी yes and please don't forget to notification bell यहाँ बेल छ and the link not the real fan just click the link below कन्टिन्यू गर आफ्नो खानामा त्यही त अनि यता सबिन के भन्न चाहन्छ आजको खाना कस्तो छ खाना दामी छ प्लिज सब्स्क्राइब एन्ड लाइक सबैले त्यो भन्नु खानाको बारेमा के भन न ओके तिम्रो बेस्ट खाना के लाग्यो आजको मलाई चाम्रे दामी लाग्यो कुन चाहिँ चाम्रे हजुर ए ल चाम्रे भन्दा त मेरो चाम्रे छुट्लायो फेरि त्यहाँनिर मैले खाएको छैन मैले त्यहाँनिर फेरि मिस गर्ला भनेर सिद्धेला भनेको नि
कस्तो छ खाना दामी तिमीले किन किन आएको मैले बनाएको मैले यो ल्याएको कस्तो छ खाना आफूले बनाए जस्तो कि कस्तो छ खाना अरे हजुरले के बनाउनु भयो ए अन्डा कोमा जय मसी हजुरको नातिनीले पनि हेर्नुहुन्छ के भिडियो हाल्यो भने अमृताले हेर्छ नि हजुर थोरै खानुभएछ त थोरै खानुभयो त ए बिस्तारै खानु खै हजुरले पनि सुक्खा न सुक्खा खानुभएछ त मिठो छ मिठो छ ला सकिन ला त कतिचोटि खाएको